नमस्कार सम्पूर्णलाई मिस्टर दिपेन युट्युब च्यानलमा तपाईहरुले स्वागत छ। स्टार्टिङ अर्थ थम्बनेलमा तपाईहरुले हेरिसक्नु भएको जो भेडिकेको बारे भन्दैछ मोस्ट इम्पोर्टेन्ट हुनुहुन्छ। जति नै नेपाली दाजुभाइ दिदीबहिनीहरु ग्रीसमै हुनुहुन्छ, गुड न्यूज छ। पासपोर्ट टोली कुन ठाउँ कुन डेटमा आउने भयो म यो भिडियोमा भन्नेछु। साथसाथै तपाईलाई कसरी अप्लाई गर्ने, प्रोसेस गर्ने भन्ने बारे पनि म तपाईलाई डिटेल भन्नेछु। भिडियो स्किप नगरी एन्डसम्म हेर्नु होला। नयाँ हुन्छ च्यानल सब्स्क्राइब गर्नुभएको छैन मिस्टर दिपेन युट्युब च्यानल सब्स्क्राइब गर्नु होला, साथै बेल घण्टीले क्लिक गर्नु ताकि हामीले अपडेट गरेका यस्तै भिडियोहरु तपाईहरुले नछुटाई हेर्न सक्नुहुन्छ। सो गाइस म भर्खरै रिसेन्टली नै मेरो काम भ्याइएर म चाहिँ ड्युटीबाट हिँड्दै थिएँ। कुन ठाउँ आउँदैछ, कुन ठाउँ जाँदैछ पासपोर्ट टोली अर्थात् कुन डेटमा आउँदैछ यो भिडियोमा भन्नेछु। भिडियो स्किप नगरी एन्डसम्म हेर्नु होला। भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला है च्यानललाई। साथसाथै अनलाइनबाट फर्म कसरी भर्ने, आफैले आफ्नो मोबाइल डिभाइस कम्प्युटर पिसीबाट कसरी भर्ने भन्ने बारे पनि म तपाईहरुले फुल्ली भन्नेछु। मैले स्क्रिन सेयर गरेँ। ग्रीसमा राजधानी नवीकरणका लागि घुम्ती सेवा उपलब्ध हुने सूचना भनेर नोटिस आइसकेको छ। स्क्रिनमा देखाउनेछु, तपाईले हेर्न सक्नुहुन्छ है। नेपाली दूतावास भियनाले ग्रीसमा रहेको नेपालीहरुको राजधानी नवीकरण गर्नको लागि ग्रीसमा आवेदन संकलन सेवा उपलब्ध गराउने यो सूचना जारी गरेको थियो। अस्ति नै मैले भिडियो बनाएको थिएँ तपाईको अप्रिल 15 भने थिएँ हैन। अप्रिल 15 मा आउँछ, अप्रिल 15 भित्र आउने भन्ने कुरो थियो। तर तपाईको यहाँ चाहिँ अहिले चाहिँ एकदम चाँडै आउने भयो। मार्च 17 देखि 20 तारिख भित्र तपाईहरुको पासपोर्ट घुम्ती टोली आउँदैछ। मिति 2072 चैत महिना 3 गतेबाट 6 गतेसम्म हैन, अर्थात् 2026 मार्च 17 देखि मार्च 20 तारिखसम्म। समय दिन 8 बजेदेखि बेलुका 17 भनेपछि आफै क्याल्कुलेट 17 बजेसम्म सेवा विद्युतीय राजधानी आवेदन र अन्य कन्सुलर सेवाहरू नै उपलब्ध हुनेछ हैन। कार्यक्रम स्थल भने मार्च 17 देखि 18 सम्म तपाईको एथेनमा आउने भयो। मार्च 19 देखि 20 तारिख भनेको छ। मार्च 19 देखि 20 तारिख रोयल क्लब होटल, तपाईको रोयल क्लब होटल मनोलतामा अहिले चाहिँ ग्रीसमा घुम्ती टोलीहरू अर्थात् राजधानी विभागका टोलीहरू गाउँमा नि जाने भएका छन्। रोयल क्लब होटल मनोलोदा पनि जाने भएका छन्। 19 देखि 20 एक दिन तपाईको त्यहाँ हुनेछ, 1-2 दिन त्यहाँ हुनेछ है। यो लोकेसनमा तपाईले नजिकै हुनुहुन्छ भने त्यही जान सक्नुहुन्छ। अनलाइन आवेदनका लागि मिति 24 फेब्रुअरी 2026 मा तपाईले अनलाइन आवेदन त खुल्नेछ, फर्म भर्न सक्नुहुन्छ। नभए तपाई अहिले नै जुन मैले दिएको एड्रेसमा अर्थात् वेबसाइटमा गएर तपाईँ भिजिट गरेर फर्म सबमिसन गर्न सक्नुहुन्छ। कसरी गर्ने म त्यो पनि भन्ने छु। टाइम सर्टली खोलिने बेहोरा जानकारी सर्टली टाइम खोलिने छ। बेहोरा जानकारी गर्नुभयो त मिति 2026 मार्च 3 सम्म अनिवार्य रूपमा आवेदन फारम भरि दूतावास सेवामा इमेल पठाइदिनु पर्ने छ। जुन फर्म तपाईले भर्नुहुन्छ त्यो फर्मलाई पछि त्यहाँ प्रिन्ट अप्सन र डाउनलोड अप्सन आउँछ। त्यसले गरेर तपाई यो मेलमा म यो एड्रेसको मेलमा यो मेलमा दिनेछु। त्यो मेलमा तपाईले मेल गरिसक्नु पर्ने हुन्छ। दूतावासको मेलमा तपाईले मेल पठाइसक्नु पर्ने हुन्छ। सबमिसन गरेको फर्म भरेको है। टाइमिङ चाहिँ सर्ट टाइम खुल्ने छ, त्यही भएर तपाईले एकदम मोस्ट इम्पोर्टेन्ट हुनेछ। ध्यान दिएर तपाईले यो डेटमा 2026 मार्च 3 तारिख भित्र तपाईले मेल भित्र पठाइसक्नु, यो मेलमा तपाईले सेन्ड गरिसक्नु पर्ने हुन्छ फर्म भरेर। यो चाहिँ अनिवार्य रूपमा तपाईले सेन्ड एकदम ख्याल गर्नु होला। बरु काम 1-2 दिन छोडेन केही फरक पर्दैन। रिसेन्टली किन भन्दाखेरि करिब 1.5 वर्षपछि आउँदैछ। सो त्यो कारणले गर्दा तपाईहरु एकदम जनचेतना हुनु होला है। यो समय यो टाइम चाहिँ तपाईहरुले नछुटाउनु होला। राजधानी नवीकरण आवेदन भर्ने तरिकाहरू तपाईले यहाँ हेर्न सक्नुहुन्छ। यो वेबसाइटमा गएर यो लिङ्कमा गएर म लिङ्क डिस्क्रिप्सनमा लिङ्क दिनेछु, नभए यहाँ पनि दिन्छु, डिस्क्रिप्सन लिङ्कमा दिनेछु। त्यही त्यहाँ गएर पनि त्यो लिङ्कमा क्लिक गरेर फर्म भर्न सक्नुहुन्छ। लास्टमा म फर्म पनि भर्नेछु। लिङ्क प्रयोग गरी आफूसँग भएको कम्प्युटर, ल्यापटप, पिसी, मोबाइल कुनै पनि डिभाइसबाट तपाईहरुले भर्न सक्नुहुनेछ। अरूलाई यो भर्दै ऊ भर्दै भनेर अरूको टाइम पास ल भर्दिन्छु भनेर उनी वेस्ट गर्नुभन्दा तपाईले यो भिडियो हेरेर नि भर्न सक्नुहुन्छ, या तपाईले कुनै पनि पिसी, ल्यापटप आफ्नो मोबाइलबाट नि सजिलैसँग भर्न सक्नुहुन्छ। 2 नम्बरमा छ तपाईले एकदम ध्यान दिएर यो बुदाहरू एकदम ख्याल गरेर हेर्नु होला, पढ्नु होला, नभए सुन्नु होला यो भिडियो। राजधानी नवीकरण नियमित हराएको, चोरी भएको वा बिग्रेको हो या टाइप गर्नुपर्ने हुन्छ। के समस्या हो, हराएको हो कि नवीकरण गर्ने हो कि चोरी भएको हो कि
रिन्यू गर्नेको सबै तपाईँले एप्लिकेसन टाइपमा भर्नुपर्ने हुन्छ, त्यो म तपाईँहरूले सिकाउने छु। अपार्टमेन्ट कन्ट्री भनेको त्यो चुज नगर्नु होला, किनभने हामी नेपालमा छैन नि त, नेपाल अनि यहाँ ग्रिस त देखाउँदैन, त्यो र अदरमा क्लिक गर्नु होला। अदरमा क्लिक गरेर यानि होइन छनौट गर्नुपर्ने हुन्छ, त्यसमा तपाईँले छनौट गर्नु होला। यहाँ ग्रिस छैन, त्यही भएर ग्रिसमा राजधानी छैन, त्यही भएर त्यसलाई नवीकरण गर्ने कुनै खण्डमा यो सबै तपाईँले पढ्नु होला। यो यसमा अब तपाईँको पासपोर्ट रिन्यू गर्न हराएको या केही कारणले उ गर्ने, अब तपाईँ कति लाग्छ त, कस्ट कति लाग्छ त? अब कस्ट भनेको न्यूनीकरण शुल्क भनेको 120 युरो भइगयो, नियमित राजधानी नवीकरण शुल्क 120 युरो भइगयो, हराएको वा बिग्रिएको अन्य कुनै कारण नष्ट भएको चाहिँ 180 युरो लाग्ने भयो। यदि तपाईँसँग पासपोर्ट छैन, हरायो, तपाईँ छोड्नुभयो, अर्को कन्ट्रीमा यहाँ आउनु, पासपोर्ट छैन, त्यसको लागि 180 युरो लाग्ने भयो। नाबालकको राजधानी बच्चाको राजधानी रिन्यू गर्नु छ, हराएको छ, त्यस्तै छ भने 60 युरो लाग्ने भयो। लागेर तपाईँको यो एकाउन्टमा पेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याङ्क एकाउन्ट भइगयो यो, त्यसपछि एकाउन्टहरू यसमा तपाईँले पेमेन्ट गर्नुपर्ने हुन्छ है। पेमेन्ट गरेर त्यो भौचर लिनुपर्ने हुन्छ, त्यो भौचर गर्नुपर्ने हुन्छ। कन्सुलर विभाग अर्थात् तपाईँको विद्युतीय राजधानीको लागि आवेदन भन्ने डाइरेक्ट यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। तपाईँ अप्लाई फर पासपोर्ट राजधानीको लागि आवेदन भनेर त्यो फर्स्ट अप्लाईमा क्लिक गर्नु होला। गरिसकेपछि पहिलो पटक राजधानी त हाम्रो हुँदै होइन, त्यस तल जानु होला। तल गइसकेपछि म्याद सकिएको राजधानी नवीकरण, यदि तपाईँको म्याद सकिएको छ अर्थात् रिन्यू 6-7 महिना 8-9 महिना छ, रिन्यू गर्नु छ भने रिन्यूमा क्लिक गरेर फर्म भर्नु होला। यदि तपाईँको हराएको छ, पासपोर्ट केही लस भयो, अरू गर्नुपर्ने छ भने हराएको या चोरी भएको त्यसमा तपाईँले भर्नुपर्ने हुन्छ। हराएको लस्ट भएको त्यो पासपोर्टको सम्पूर्ण कुराहरू विवरण सेम नै हो है। त्यस्तै जसरी तपाईँ रिन्यूको भरेको छु मैले, त्यसरी नै तपाईँ लस्टको पनि त्यसरी, हराएको पनि त्यसरी नै भर्नुपर्ने हुन्छ। त्यसमा क्लिक गर्नु होला। अब मैले चाहिँ रिन्यूको गर्नेछु, किनकि मेरो 9-10 महिना छ, त्यही भएर मैले रिन्यूमा क्लिक गर्ने। तपाईँले हराएको छ भने हरामा क्लिक गर्नु होला। त्यसपछि तपाईँले यहाँ सम्पूर्ण कुराहरू यसमै लेखेको छ, यसमै भनेको छ, मजाले पढेर एकचोटि पढेर एकदम उ गरेर पढेर उ गर्नु होला। त्यसपछि अब यहाँ अगाडि नै मैले भनिसकेको छु, त्यहाँ तपाईँले राजधानी विभागको त्यो नोटिसमा देख्नु भयो होला। त्यसमा 34 पेज त 34 पेज मात्रै राखेको छ, 66 पेज तपाईँले चुज नगर्नु होला। 66 पेज भनेको यहाँ मेरो काम लाग्ने होइन, त्यही भएर 34 पेजमा क्लिक गरेर प्रोसिडमा क्लिक गर्नु होला। आई एग्री स्वीकृत छमा क्लिक गर्नु होला। आई एग्री स्वीकृत छमा क्लिक गरिसकेपछि अपार्टमेन्ट कन्ट्री भनेको तपाईँले यहाँ अदरमा चुज गर्नु होला। तपाईँहरू नेपालमा हुनुहुन्न, नेपाल चुज गर्नको लागि नेपाल छैन होइन। त्यसपछि तपाईँको लोकेसन यानि भाइना भन्ने छ, त्यसमा क्लिक गर्नु होला। गरिसकेपछि डेट, अब तपाईँको आज मैले भिडियो अहिले 23 तारिकको रेकर्डिङ गरेछु, 24 तारिकमा तपाईँको भिडियो पब्लिस हुन्छ होला, किनभने 24 तारिकदेखि खुल्ने हो नि त, 24 तारिकदेखि खुल्छ। त्यही भएर तपाईँले डेट, अपोइन्टमेन्ट डेट मैले मार्चको 17, 18, 19, 20 तारिकसम्म यहाँ एथेनको 4 दिन हुनेछ होइन। 17, 18 तारिकमा एथेनमा हुनेछ भने तपाईँको 19, 20 तारिकमा मनोलोधनमा हुनेछ। मैले 17 तारिकको चयन गरेँ। गरिसकेपछि स्क्रल डाउन गरेँ। तपाईँ कति बजेको टाइमिङ लिन चाहनुहुन्छ अपार्टमेन्ट डेट चुज गर्नु होला। चुज गरेर यहाँ क्याप्सनमा गरेर नेक्स्ट गर्नु होला। नेक्स्ट गरेर सबै फिलअप तपाईँले गर्न सक्नुहुन्छ। म मेरो रिन्यू गर्नको लागि म इक्जाम्पल सबै त्यही हो, प्रोसेसहरू एउटै हो होइन। के म ब्याक गएँ, प्रोसेस एउटै हो। अब फेरि न्यूमा गइसकेपछि म रिन्यूमा गएँ। रिन्यूमा गइसकेपछि स्क्रल डाउन गरेँ। स्क्रल डाउन गरिसकेपछि 34 पेजमा मैले सेलेक्ट गरेँ, प्रोसिडमा क्लिक गरेँ, आई एग्रीमा क्लिक गरेँ। आई एग्रीमा गरिसके नेपालको ठाउँमा हामी नेपालमा छैन, त्यही भएर अदरमा चुज गर्नु र अदरमा चुज गरिसकेपछि तपाईँको एप्लिकेसन अपार्टमेन्ट डेटको लागि यानि भेट्ना भने त्यो भाइन्ना भन्ने त्यसमा सेलेक्ट गरेर म फेब्रुअरी मार्चको 17 तारिकमै सेलेक्ट गरेँ। 17 गरेपछि मैले 11:40मा सेलेक्ट गरिसकेपछि यहाँ मैले चुज गरेँ PRE क्याप्सन एकदम केयरफुल गरी उ गर्नु होला। नेक्स्टमा क्लिक गरेँ। नेक्स्टमा क्लिक गरिसकेपछि फर्स्ट अप्सन तपाईँको ठिक लाग्यो। सेकेन्ड, अब 2 नम्बरमा तपाईँले यहाँ भर्नुपर्ने हुन्छ। लास्ट नेम भइगयो अनि फर्स्ट नेम भइगयो तपाईँको है। त्यसपछि मेल फिमेल यहाँ चुज गर्नु होला। त्यसपछि डेट अफ बर्थ एडी इङ्ग्लिसमा यसमा गएर तपाईँले चुज गर्न सक्नुहुन्छ। यसरी चुज गर्नु होला।
त्यसपछि यहाँ दिस इज करेक्ट तपाईँको एक्ज्याक्टली डेट अफ बर्थ भन्ने यस होइन भने नो गर्नु होला। त्यसपछि नेपालीमा यहाँ भर्नुपर्ने हुन्छ, कति हो नेपालीमा भर्नु होला। त्यसपछि यहाँ तपाईँले डिस्ट्रिक्ट यहाँ भर्नु, प्लेस अफ डेट अफ बर्थको डिस्ट्रिक्ट कुन हो त्यहाँ भर्नु होला। अब नेपाल कुन ठाउँ हो त्यो भर्नु। नेसनालिटी बर्थ कन्ट्री नेपाल भएको, नेसनालिटी नेपाल भएको, फादर नेम फादर लास्ट नेम गर्नु होला। फादर फर्स्ट नेम, मदर लास्ट नेम, मदर फर्स्ट नेम भर्नु होला। त्यसपछि तपाईँले मेन इम्पोर्टेन्ट यहाँ भर्नुपर्ने हुन्छ। यहाँ तपाईँको नागरिकता सम्बन्धी जानकारी यहाँमा क्लिक गर्नु होला। नागरिकता सम्बन्धी जानकारीमा क्लिक गरिसकेपछि हेर्नु त तपाईँ यहाँ नेसनल आइडी राष्ट्रिय परिचय पत्र नम्बर राख्नु होला। त्यसपछि छ भने छ राख्नु होला, छैन भने केही फरक पर्दैन। सिटिजन नम्बर राख्नु होला, यहाँ नागरिकता नम्बर यहाँ तपाईँ राख्नुपर्ने हुन्छ। त्यसपछि पर्मिट नम्बर, नागरिकता नम्बर छ भने नागरिकता नम्बर, छैन भने पर्मिट नम्बर राख्दा नि हुन्छ, केही फरक पर्दैन, एउटा दुईटा मध्ये। त्यसपछि सिटिजन नम्बर यहाँ राख्नुपर्ने होला। सक्यो, नागरिकता नम्बर राख्नु होला है तपाईँले। सिटिजन इस्यु डेट यहाँ राख्नु होला। सिटिजन प्लेस तपाईँको यहाँ राख्नु होला, नागरिकताको प्लेस यहाँ राख्नु होला। त्यसपछि सिटिजन डिस्ट्रिक्ट राख्नु होला। त्यसपछि सिटिजनसिप प्लेस अब इस्यु अपलोड यहाँ छ, अब त्यो यहाँ चुज गर्नु होला। अब यो सकिसकेपछि फर्स्ट नागरिकता सकिसकेपछि अब आवेदनको सम्पर्क विवरण यहाँ चुज गर्नु होला। फोन नम्बर, इमेल एड्रेस सब नेपालको राख्नु होला है। यो मेन एड्रेस स्टेट भनेपछि भिलेज तपाईँ कुन ठाउँ हो, अनि त्यसपछि वार्ड नम्बर कति हो, नेपाल कन्ट्री भएको। मेन एड्रेस प्रदेश कुन प्रदेश हो, कर्णाली, लुम्बिनी, बागमती कुन हो त्यो गर्नु होला। मेन डिस्ट्रिक्ट जिल्ला कुन हो, अनि मेन नगरपालिका कुन हो त्यो गरेर तपाईँले त्यो फर्म भर्नुपर्ने हुन्छ। म माथि गएर यसलाई नै हटाएँ एडिसन। त्यसपछि जरुरी पेज सम्पर्क नम्बर विवरणहरू यहाँ भर्नु होला। तपाईँको जोसँग जस्तै तपाईँको बुवाको डिटेलहरू, कोही फ्यामिली आमाको डिटेलहरू, वाइफको डिटेलहरू यहाँ राख्नुपर्ने हुन्छ। वार्ड नम्बर तपाईँले राख्नु होला। कुनै पनि इस्यु यहाँ राख्नु, साथीहरूको पनि राख्न सक्नुहुन्छ, इमर्जेन्सी केसमा तपाईँले काम लाग्छ। त्यसपछि लास्ट करेन्ट पासपोर्ट भन्ने इन्फर्मेसन, अन्तिम हालको राजधानी विवरण भनेको यहाँ भर्नुपर्ने हुन्छ। इस्यु डेट तपाईँको डेट अफ इस्यु एडी फर तपाईँको लास्ट भनेको यहाँ भनेको छ हालको राख्नु होला। अब यहाँ हालको कति तारिकको अपॉइन्टमेन्ट डेट दिनुभएको त्यो तारिकको यहाँ राख्नु होला। त्यसपछि तपाईँको प्लेस अफ इस्यु डिस्ट्रिक्ट यहाँ राख्नु होला। पासपोर्टको इस्यु यहाँ राख्नु होला। पासपोर्टको तपाईँको डिस्ट्रिक्ट यहाँ राख्नु होला। पासपोर्टको डिस्ट्रिक्ट यहाँ राख्नु होला। अनिवार्य यो रेडमा अनिवार्य भर्नै पर्ने हुन्छ है। प्लेस अब इस्यु अपलोडेडको पासपोर्टको एक्जेक्ट यहाँ राख्नु होला। यसमा गएर राख्न सक्नुहुन्छ। अहिले खुलेको छैन, किन भन्दाखेरि मैले 23 तारिकमा भरेको छु। अहिले डेट अब बन्द छ, पछि सबै खुल्छ होइन। लास्ट पासपोर्ट ट्राभल डकुमेन्ट नम्बर, अब यहाँ पासपोर्ट नम्बर यहाँ राख्नु होला। तपाईँको पासपोर्ट नम्बर राखेर नेक्स्ट गर्नु होला। किन मैले यो भरेन भन्दाखेरि अहिले खुलेको छैन। आज मैले 23 तारिकमा म भिडियो बनाउँदैछु, सो त्यो कारणले गर्दा अहिले खुलेको छैन है। यसरी भर्न सक्नुहुन्छ। बाँकी चाहिँ खुलिसकेपछि मेरो भरेर म रिन्यू गर्नु छु, मेरो भरेर तपाईँहरूलाई देखाउने छु। त्यसरी भर्नु होला। केही अप्ठ्यारो तपाईँले सक्नु भएन, गाह्रो भयो, केही आएन, कन्फ्युज हुनु भने मेसेज छोड्न सक्नुहुन्छ, कमेन्ट गर्नु होला। म भिडियोमा अर्को भिडियोमा अर्कोचोटि चाहिँ फुल्ली बनाउने। सो भिडियो कसैलाई भिडियो लाइक गर्नु होला, सल्लाह सुझावलाई कमेन्ट गर्नु होला। मेरो चाहिँ च्यानल सब्सक्राइब गर्नुभएको छ भने डिस्टर्ब टिभी युट्युब च्यानल सब्सक्राइब गर्नु होला, साथै बेल घन्टीले क्लिक गर्नु, ताकि हामीले अपडेट गरेको यस्तै भिडियोहरू तपाईँहरू नछुटाइ हेर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।